सुन तिमीहरू अहिले केटाहरू म्याच नभएर पनि रेगुलर गाडी त ठिक छ, यसै गरी राम्रो प्लेयर बन्ने हो। नत्र हाम्रो कुच्चीहरू के गर्छ, म्याच जहिले हुन्छ नि त्यसको 4-5 दिन अगाडि, 7 दिन अगाडि, 10 दिन अगाडि आएर प्र्याक्टिस गर्छ। यसरी रिजल्ट आउँदैन। म्याच छैन तर पनि आफ्नो घरमा टाइमिङ मिलाएर आफ्नो पढाइहरू सबै गरेर घरको प्यारेन्ट्सहरूलाई सम्झाइ बुझाइकन मान्छ भने खेल्न आउने टाइम मिलाएर। तिमीहरू सोचेस् खालि म्याच भन्दा 2 दिन, 4 दिन, 10 दिन अगाडि आएर म प्र्याक्टिस गर्छु अनि राम्रो खेल्छु जित्छु, सम्भवै छैन, हो कि होइन? अहिले म्याच छैन, अहिले मजाले खालि बल टचहरू भइरहेको छ होइन। तिमीहरूको बल दिएपछि कहाँ निस्किने, विथ बल विदाउट बलहरू सबै डेभलप भइरहेको छ। तिमीहरूलाई बल फिलिङ पनि हुन्छ। त्यसैले म्याच होस् नहोस् आफ्नो हप्तामा 3 दिन 4 दिन मिलाएर टाइम मिल्छ भने घरमा प्रेसर छैन, घरमा सोधेर आउने है, प्यारेन्ट्ससँग सोधेरै आउने प्र्याक्टिस गर्न गर्छु भनेर जताभावी जाने होइन। अनि स्कुलको ट्रेनिङ होइन नि फेरि हो, तिमीहरू आफ्नो मनले आएको हो, म पनि आफ्नो मनले आएर तिमीलाई गरेर आएको हो। यहाँ सबै एउटै स्कुलको छैन, यहाँ फरक स्कुलको पनि विद्यार्थीहरू छ। त्यो अर्कै स्कुलको हो, अर्को स्कुलको छैन, एकजना यो छ, अझै 2-4 जना भोलिदेखि आउँछ। त्यसैले स्कुलको ट्रेनिङ होइन, आफ्नो आउने सिरियस भएर खेल्ने है।